हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो सानो मिनी ब्लगमा। आज चाहिँ हामी इलामको पाउपाथीबाट जाँदैछौँ 4 जना भएर। अनि हामी चाहिँ पुगिसकेको छौँ। अनि यहाँ पूजा गरेर हामी सिडीको बाटो हुँदै उकालो जाँदैछौँ। हल्का सिमसिम पानी परिरहेको थियो अनि पुरा हुस्से लागिरहेको थियो। उकालो जाँदैछौँ हामी चाहिँ 4 जना भएर, अंकल आन्टी म भाइ। त्यहाँ चाहिँ हल्का जुका पनि लाग्दो रहेछ, तर हामीलाई चाहिँ टोकेन। अंकललाई चाहिँ 2टा जुकाले टोकिरहेको थियो, जाँदा एउटा फर्किँदा एउटा। अनि आन्टी चाहिँ गल्नु भएको थियो अनि बिस्तारै हिँड्दै हुनुहुन्छ। म चाहिँ भाइलाई जिस्काउँदै हिँड्दै थिएँ। यता चाहिँ त्यति धेरै उकालो थिएन, हल्का तेर्सो सिडी थियो। उता अर्को बाटो चाहिँ पुरा सिडी नै सिडी छ भन्दै हुन्थ्यो, तर हामी चाहिँ त्यो बाटो गएनौँ, यो बाटो गइरहेको थियौँ। अनि यहाँ बस्ने ठाउँमा एकछिन बसेर पूजा गर्ने सामानको भिडियो बनाएँ मैले चाहिँ। अनि हामी यहाँ एकछिन बसेर फेरि उकालो लाग्यौँ। अरू पनि हुनुहुन्थ्यो, तर बाटोमा चाहिँ त्यति धेरै जना भेट भएन, अलिअलि हुनुहुन्थ्यो मान्छे। अनि हामी रमाइलो गर्दै उकालो बाटो हिँडिरहेका थियौँ। ठाउँ ठाउँमा बस्ने ठाउँ थियो, अनि त्यहाँ बस्दै बस्दै जाँदै थियौँ। अब चाहिँ हामी पुग्न लाग्यौँ। अनि हामी पुग्यौँ। अनि आन्टी र म चाहिँ पूजा गर्दैछौँ। भाइले भिडियो बनाइदिँदै थियो। अंकल म आन्टी भएर पूजा गऱ्यौँ। बाँदर पनि थियो यहाँ चाहिँ। अनि भाइ र अंकलले पूजा गर्नुभयो। बाँदरको डरले त्यति धेरै भिडियो चाहिँ बनाउनै पाइएन। अनि हामीले चाहिँ पूजा गरिसक्यौँ। अनि भाइ र अंकल चाहिँ यहाँनिर टिका लगाउँदै ढोग्दै हुनुहुन्छ। अनि हामीले चाहिँ पूजा गरिसकेर फोटो भिडियो बनायौँ। त्यति धेरै मान्छे चाहिँ हुनुहुन्न थियो, खुल्ला नै थियो। अनि हामीले फोटो सिटो खिचिसक्यौँ। अनि म चाहिँ भिडियो बनाउँदैछु। मैले चाहिँ हल्का भिडियो बनाएँ। अनि हामी फर्क्यौँ। अनि यहाँ चाहिँ पूजाको सामानहरू किन्ने ठाउँ थियो, पसलहरू, तर हामीले तलैबाट लगेको थियौँ पूजा गर्ने सामान चाहिँ। चिसो मौसम थियो, मजा आइरहेको थियो। पानी सिमसिम परिरहेको थियो। झापाको गर्मीबाट एकैचोटि चिसो ठाउँमा पुग्दा आनन्द भइरहेको थियो। अनि हामी चाहिँ फर्किसक्यौँ, तर हुस्से चाहिँ अझै लागि नै रहेको थियो। हामी चाहिँ तल आइसक्यौँ। अनि यहाँनिर हल्का भिडियो बनायौँ, तर हुस्से लागेको भएर खासै राम्रो भिडियो नै आएको थिएन। अनि हामी खाजासाजा खाएर अंकलहरू चाहिँ उता जानुभयो पशुपति नगरतिर। अनि म र भाइ चाहिँ घर फर्क्यौँ झापा। यो मेरो सानो मिनी ब्लगलाई हेरिदिनु भएकोमा धन्यवाद तपाईहरुलाई। बाइ बाइ गाइज।